अरू पनि आएर हेरिदिनु भन्नु धन्यवाद बवाल छ बवाल कस्तो लाग्यो बवाल छ बवाल के कुरा मन पर्यो राम्रो छ एकदम राम्रो छ कस्तो लाग्यो त एकदम सुपर डुपर हिट के कुरा मन पर्यो त्यो हिरोको एक्सन चाहिँ मन पर्यो के एकदमै थ्यांक यू राम्रो छ एक्सन मुभी हैन धेरै राम्रो छ यो बलिदान फिल्म चाहिँ सबैले एकचोटि हाम्रो नेपालीहरूले चाहिँ नछुटाइकिन हेर्नु पर्ने फिल्म लाग्यो मलाई हामी परिवार सहित आज हामी परिवारले फोटो खिच्दैछौँ सबैजनाहरू एकदम राम्रो छ फिल्म सबभन्दा धेरै हजुरलाई के कुरा मन पर्यो मलाई चाहिँ सबैभन्दा राम्रो के भन्दाखेरि एउटा चाहिँ नि राज्य टुक्राउने अवस्थामा जाँदाखेरि मुलुकलाई बलिदान दिने छोरो जन्माउने आमा र त्यो किसिमको संस्कार दिने आमाले चाहिँ पहिला छोरालाई जुन किसिमको घृणा गरे पनि पछि गएर चाहिँ राज्य टुक्राउने त्यस्ता चाहिँ समाजका चाहिँ विरोधी तत्त्व त्यस्तो चाहिँ नि राज्य टुक्राउने तत्त्वलाई चाहिँ अन्तिममा चाहिँ मार छोरा यसलाई अन्त्य गरेर आफ्नो स्वाभिमान आफू बचाउनु पर्छ भन्ने जुन सन्देश दिएर आफ्नो छोरालाई अगालेको छ यो धेरै राम्रो पोजिटिभ छ समाजको लागि यो फिल्म जेनजी आन्दोलनसँग मिल्यो समीर भट्टलाई जेनजी भन्न सकिन्छ जेएनजी भन्नुलाई 100% सकिन्छ यसमा चाहिँ जेएनजीहरूले स्वामी भट्ट सँगसँगै सहकारीले अगाडि बढ्यो भने हाम्रो राज्यमा अब आउने पुस्ता जेएनजीको एकदम मजबुत बन्छ तिनले चाहिँ राज्यमा जुनसुकै किसिमको हस्तक्षेप पनि बलिदानपूर्वक दिन सक्छन् त्यो भन्ने हामीलाई एकदम राम्रो लाग्यो कस्तो लाग्यो फिल्म हजुरलाई एकदम राम्रो लाग्यो एकदम के कुरा मन पर्यो पापराजी वाला फिल्म सबैभन्दा बढी त समीर भट्ट नै मन पर्यो उहाँको एक्सन हैन तर लास्टमा उहाँको त्यो मरेको सिन त्यो चाहिँ एकदम गाह्रो भयो हजुर समीर भट्टको फ्यान हो बिग फ्यान एकदम मैले 12 गाउँ नि नछुटाइ हेरेँ थिएँ एकदम के भन्न चाहनुहुन्छ समीर भट्टलाई बेस्ट अफ लक थ्यांक यू एकदम बवाल ल सबै राम्रो छ लास्ट सिन चाहिँ अलिकति इन्ट्रेस्टिङ कस्तो लाग्यो फिल्म लाग्यो गुड कस्तो लाग्यो पनि भन्दियो बाबु हजुर के कुरा मन पर्यो बलिदान 2 आउनुपर्छ बलिदान 2 चाहिएकै हो एकदम यतिको लेभलको फिल्म चाहियो खान्छ के यतिको लेभलमा चाहियो मात्र यतिको लेभल गरे पनि मात्र यसले खान सक्दैन के यो लेभलको चाहिँ यो लेभलमा चाहियो के अब इन्डियाका फिल्महरुलाई पन्छाउने फिल्म आकै हो एकदम